नमस्कार है, नमस्कार सबैलाई नमस्कार छ। आमाहरू सबलाई नमस्कार छ, भाइ बहिनीहरू सबैलाई नमस्कार छ। अनि त्यहाँबाट यहाँ हामी अहिले किन आयौँ भन्दाखेरि यहाँ हाम्रो पूजनीय आमालाई घाउमा मलमपट्टि लाउन आयौँ। घाउ भनेको मतलब आमालाई केही खुसी पार्नको लागि आइपुग्यौँ। म को आएको छु त भन्दाखेरि भुम्लु गाउँपालिका 4 नम्बर वडा 24 कोडकामा बस्ने है मानर्थ विद्यावारिधि प्राप्त डाक्टर प्रबल जनसेवा श्री प्राप्त म ताराबहादुर कुँवर है। र तपाईहरुलाई चाहिँ यो अहिले पवित्र उद्देश्यले कुनै पनि स्वार्थ नराखिकन सामाजिक कर्मको लागि हामी आइपुगेका छौँ। बाबु नचलाउ, त्यहीँ राख, अहिले म चलाउँला। अनि यो पवित्र कर्ममा चाहिँ हामीले यो आज 3 वर्षदेखि हामी निरन्तर रूपमा काभ्रेमा चाहिँ व्हील चेयर, बैशाखी, कुर्सी कमोड, वाकर उपचार गर्न नसक्ने उपचार गरिदिने, अनिखेरि त्यहाँबाट चाहिँ जाडोमा लगलग कामे मान्छेलाई न्यानो कपडा दिने, विद्यालयहरूमा शैक्षिक सामग्री बाँड्ने, विद्यालयहरूमा चाहिँ तपाईँको त्यो के अरे स्वेटर बाँड्ने यावत कामहरू हामी सामाजिक कर्म गरेका छौँ निस्वार्थ भावनाले है। र हामी यहाँ चाहिँ यो आज हामी कहाँ आएको छौँ त भने भुम्लु गाउँपालिका चाहिँ नि 8 नम्बर वडा। यो चाहिँ यो ठाउँको नाम चाहिँ के अरे ठाउँको नाम चाहिँ बन्देउ। यो बन्देउ भन्ने ठाउँमा हामी आइपुगेका छौँ। र बन्देउमा चाहिँ हाम्रो 2072 सालदेखि अशक्त हुनुभएको हाम्रो आमा 78 वर्षीय आमा विष्णुमाया बुढाथोकीलाई चाहिँ व्हील चेयर बाँड्नको लागि हामी आइपुगेका छौँ। उहाँलाई हामीलाई यो आजभन्दा 1 वर्ष अगाडि यो मदन भाइले चाहिँ 1 वर्ष अगाडिदेखि नै यहाँ व्हील चेयर चाहिँ ल्याइदिनु पर्यो भनेर मलाई भनेको थियो। तर मैले धेरै ठाउँमा बाँडेँ, यहाँ पनि बाँड्न आएँ, तर उहाँलाई बाँड्न आउँदाखेरि मान्छे भेटिनँ। त्यसले आज मान्छे भेट्यो। त्यसले गर्दा यो तिहार पनि सुरु भइसक्यो अब है। दसैँपछि आउँछ फेरि तिहार, मन परेको सेलरोटी सियाएर भन्छ होइन। त्यसो भए हुनाले यो चाहिँ तिहारको समय छुनु लाग्यो। त्यसले गर्दाखेरि यहाँ चाहिँ आमालाई 78 वर्षीय आमा विष्णुमाया चाहिँ नि बुढाथोकीलाई हामी व्हील चेयर हस्तान्तरण गर्न आएको छौँ। को आएको छौँ त भन्दाखेरि आएको छु मै भइहालेँ, मैले भनिहालेँ होइन। अनि अब यहाँ हाम्रो समाजसेवी बहिनी कल्पना श्रेष्ठ आउनु भएको छ, तपाईँले चिनेकै होला, सामाजिक कर्म गरेर आएको। अनि त्यसै गरी हाम्रो समाजसेवी भाइ रामचन्द्र श्रेष्ठ आउनु भएको छ, चिन्नु भएकै होला, जोलाल घाटकै निवासी हो। त्यसै गरी चाहिँ हाम्रो यहाँ आमा आउनु भएको छ, यहाँ भाइहरू आउनु भएको छ, सबै आउनु भएको छ। मेरो प्यारी भान्जी पनि यहाँ के अरे चाहिँ नि निर्मला खड्का बुढाथोकी। त्यसै गरी यही ठाउँमा योभन्दा अगाडि हामीले यो मन्दिर घरमा पनि हामीले त्यो वाकर कुर्सी कमोडहरू दिएर गएको थियौँ। उहाँलाई बिसेक भयो अरे भन्ने सुनेका छौँ, उहाँलाई बधाई छ। तर त्यो बिर्सी नचाहिने सामान चाहिँ चाहिनेलाई दिन पनि भनिदिनु होला। र यो अहिले त्यसरी हामी आएका छौँ भने यहाँ विष्णु उप्रेती सर आउनु भएको छ, हाम्रो समाजसेवी व्यक्तित्व चाहिँ नि उहाँहरू। अनि मदन श्रेष्ठजी आउनु भएको छ। ल यसै गरी अब आमालाई चाहिँ सम्मान पनि गर्नलाई हाम्रो उहाँ कति वर्ष आमा तपाईँ लाउने सम्मान गर्नु ल उहाँको हातबाट यहाँ हामीले अब पहिलो काम चाहिँ हाम्रो यहाँ कल्पना श्रेष्ठ बहिनीलाई उहाँलाई खाता लाएर सम्मान गरिदिनु अनुरोध गरेँ। हामीले व्हील चेयर दिने मात्रै होइन, हामी त सम्मान पनि गर्ने हो। ताली बजाउने ताली बजाउनु। अब हामीले चाहिँ नि हाम्रो समाजसेवी भाइ रामचन्द्र श्रेष्ठज्यूले यो उहाँलाई मिठो स्याउ दिएर सम्मान गर्न अनुरोध गर्छु। ल हाम्रो के अरे निर्मला बुढाथोकी भान्जीले चाहिँ यहाँ उहाँलाई दक्षिणा दिएर स्वागत गर्न अनुरोध गर्छु। ल यहाँ दक्षिणा हस्तान्तरण गर्नु। ल छिटो आउनु, यो एउटा सम्मान गर्ने तरिका हो हाम्रो। होइन ठिकै छ, केही छैन, खुद्रा छैन छ। ल तर यहाँ दक्षिणा तपाईँको हातबाट हस्तान्तरण गर्नु। आफ्नो सासू होइन तपाईँको सासूलाई बुहारीले हस्तान्तरण गरे कति राम्रो सुहाउँछ। ल यो दक्षिणा उहाँलाई है। ल अनि अर्को चाहिँ अब हाम्रो तपाईँले चाहिँ उहाँलाई यो अम्बा दिएर स्वागत गर्नु, फलद्वारा सम्मान गर्ने। लु है ल
अब हजुर असाध्यै सम्मानित हुनुभयो। तपाईँ सम्मानित भएकोमा बधाई छ तपाईँलाई है आमा। र अब हामी तपाईँलाई पवित्र उद्देश्यले हामीले किन यो तपाईँलाई सम्मान गरिसकेपछि हामीले यो सम्मान गरिसकेपछि तपाईँलाई हामीले यो व्हिल चेयर चाहिँ एउटा व्हिल चेयरको यो किन्न पर्यो भने 10,000 जति पर्छ। तर यो व्हिल चेयर लिएर आउनलाई बिहान 6 बजी आएको मान्छे अहिलेसम्म लागेको छ भनेपछि पुरा दिन हाम्रो गइराखेको छ। हामी यसमा 5-6 जना मान्छे बहिनीहरू उहाँ सबै आइरहनु भएको छ भनेपछि यो त्यसै सजिलोसँग आउँछ नि। यो यहाँ आइपुग्दाखेरि 35-40 हजार जस्तो पर्न आउँछ। यस्तो चिजलाई तपाईँहरूले सुरक्षा दिनुपर्ने हुन्छ। यो सिधै आएको पैसा नपरेको भनेर तपाईँहरूले यसलाई हेला गरेर नगर्नु होला। यस्तो ठाउँमा गुड्दैन, यस्तो पिचमा मात्रै गुड्छ। आवश्यक ठाउँमा मात्रै यसलाई गुडाउनु होला। 5 वर्षसम्म यो चल्न पर्छ। यदि 5 वर्षभन्दा अगाडि हामी आइरहन्छौँ तपाईँ यहाँ यो बिग्रेको रहेछ भने कि बिग्रियो भने हामीलाई भन्नु पर्यो, हामी बनाइदिन्छौँ होइन भने यस्तो कच्चीहरूमा नगुडाइदिनु होला। यो तपाईँको जीवन सहज होस् भन्नको लागि हामीले यो लिएर आएका छौँ। र अब तपाईँ जस्तै यो ठाउँमा अरू कसैलाई चाहिएको छ त्यो दिशा बस्न नसक्नेहरूलाई चाहिने कुर्सी कम्मोड पनि ल्याएको छ यस्तो बस्ने है, त्यो पनि चाहिए ल्याइदिउँला। हिँड्न नसक्नेहरूलाई यसरी 4 हात टेक्ने हुन्छ नि त्यो नि ल्याइदिउँला। यो बैशाखी भन्ने हुन्छ त्यो नि ल्याइदिउँला। चाहियो भने भन्नु होला, त्यसको लागि हामी हर हमेसा तयार छौँ। कसैलाई चाहियो हामी त्यो पनि ल्याइदिउँ। चाहियो भने मलाई फोन गर्नु होला है। र अब अहिले हामीले चाहिँ तपाईँहरूलाई एकदमै यो पवित्र उद्देश्यले हामी रोटरीयन पनि हौँ, काभ्रे सेवा समाजको पनि हौँ, अनि हामी विभिन्न संस्थामा कार्यरत पनि छौँ। र त्यसै गरी यो व्हिलचेयर चाहिँ हाम्रो सोल्टी नेपाल क्लबको हामी चाहिँ क्लब एक्सर्साइज गर्ने क्लब छ। त्यो क्लबको साथी धर्मेन्द्र झाजी जस्ता मान्छेहरूले सहयोग गरे। यो चाहिँ धर्मेन्द्र झाजीले किनिदिनु भएको। तारा दाइ तपाईँले मात्रै कति धर्म गर्नुहुन्छ, तपाईँ त झाइँदै दिएको थिए हाम्रो तर्फबाट पनि केही दिउँ भनेर भन्नुभएको थियो। उहाँले चाहिँ यो किनिदिनु भएको। यो चाहिँ हामीले तपाईँलाई यहाँ ल्याएर हस्तान्तरण गऱ्यौँ। यो चिजको लागि यो त्यसै आइपुगेको छैन तपाईँको घरसम्म। हाम्रो ठुलो मेहनत ठुलो खर्च लागेर आइपुगेको छ। त्यसो भए हुनाले यसलाई बुझिदिनु होला। हामीलाई यो ल्याइदिए बापत तपाईँले हामीलाई केही दिनु पर्दैन। हामी पवित्र उद्देश्यले एकदम सामाजिक कर्म गर्न आएको हो। त्यसो भए हुन तपाईँलाई अरू पनि केही चाहियो भन्ने भन्नु होला। र यो अब तपाईँलाई हामीले यसमा राखेर चाहिँ नि गर्छ है। अब आमालाई पहिले यसलाई म आफै आमालाई यहाँ पहिला आमालाई जुरुक्क बोकेर कस्तो भाग्यमा नि आमा हेर्नु ल स्याउजी झऱ्यो। ताली बजाउँ त सबले। ताली बजाउँ ल। ताली बजाउनु तपाईँ रिसाइरहेको जस्तो लागिरहेको छ मलाई हो। खुसी हुनुभयो ल आमा कति खुसी। ल मेरो आमालाई ल है त हो यसरी यो ढलन मात्रै गुड्छ पेट गुड्दैन होइन। यस्तोमा चाहिँ गुड्न त गुड्छ, अलिक गाह्रो हुन्छ। अनि यसमा चाहिँ उहाँको बुहारी आउनु त तपाईँले यहाँ हेरेर यसले चाहिँ उहाँलाई यो यसरी तलको यो यहाँ उहाँको खुट्टा चाहिँ बाहिर ननिस्कोस् भनेर यहाँ चाहिँ यो हो। आमा खुसी हुनुभयो त हजुर? खुसी हुनुभयो? खुसी हुनुभयो? ल अब आशिक दिनुहुन्छ होइन त? ल म हजुरलाई केही पर्यो भने हामी साथमा छौँ है आमा। ल हाम्रो 78 वर्षीय आमालाई हामीले यति सेवा गर्न पाएकोमा हामी असाध्यै खुसी छौँ। हजुरलाई सुस्वास्थ्य दीर्घायु होस्। यो दुलालेश्वर महादेव माथि मूलखर्क भीमसिंह पलाञ्चोक भगवती माताले हजुरलाई कल्याण गर्नु है आमा। ल हस् ल उहाँको सम्मानमा सबले ताली बजाइदिउँ ल बन्द गर्नु।